34 दिन बाँकी of making 1K dollar from home in Nepal. Along with that, 1K followers across the social media platform and one is as increment. सबभन्दा मेन कुरा गरौँ पैसाको र मैले पैसा कमाउनको लागि के गर्नु खोजिरहेको छु त्यो हो कि मैले फ्रिल्यान्सिङ गर्नु खोजिरहेको थिएँ तर फ्रिल्यान्सिङ मात्रै गरेर कमाउनलाई टाइम लाग्ने र गाह्रो हुन्छ बढी इफोर्ट दिनुपर्ने भएर मैले एउटा मिनी एजेन्सी जसरी खोल्नु सोचिरहेको छु लाइक मेरो वरपरको चिनजान भएको भाइ बहिनीहरूलाई नै कि स्किल सिकाएर वा उनीहरूबाट भएको स्किललाई नै युज गरेर क्लाइन्ट खोजी उनीहरूलाई जब दिए त्यसबाट कमिसन खाने ट्राई गर्छु अलङ विथ द्याट इ कमर्स किनकि इ कमर्स यो सबै चिजको लागि हामीलाई इम्पोर्टेन्ट चिज चाहिने भनेकै मार्केटिङ एन्ड सेल्स हो यो मार्केटिङ एन्ड सेल्स भन्ने स्किल कुनै पनि चिजमा जुनसुकै चिजमा पनि काम लाग्छ कुनै पनि चिज बेच्नु पर्दा वा कुनै पनि चिजलाई तिमीले मार्केट गर्नुपर्दा चाहिँ एकदमै काम लाग्ने चिज हो यो मार्केटिङ एन्ड सेल्स भन्ने स्किल यो दुईवटा स्किल भयो भने तिमीले जहाँ पनि जे पनि गरेर खान सक्छौ जे पनि बेचेर खान सक्छौ स्किल कसैको बेच्दै वा आफै केही बेचेर पनि खान सक्छौ सो यो स्किल चाहिँ एकदम इम्पोर्टेन्ट छ इभन बिजनेसको मेन बेसलाइन एन्ड फाउन्डेसन भनेको यही हो प्रडक्टहरू भन्ने चिज त प्रडक्ट एन्ड आइडिया भन्ने चाहिँ त आउँछ तर त्यसलाई मार्केटाइज र राम्रोसँग सेल्स गर्न सकिएन भने त्यो बिजनेस कहीँ पनि जाँदैन सो यस चिजलाई म ध्यान दिएर म काम गर्नेवाला छु यो थ्रु आउट द डेज र कन्टेन्ट क्रिएसन इ कमर्स र फ्रिल्यान्सिङ एजेन्सी यो तिनवटा चिजमा मेरो ओभरअल प्लान चल्नेवाला छ सो हेरौँ अरू के चिज एड हुन्छ पछि गएर कन्टेन्ट क्रिएसनको लागि त त्यही हो राम्रो राम्रो आइडिया पिकअप गर्ने राम्रो हुक बनाउने मेन राम्रो मेसेज पठाउने भ्यालुएबल कन्टेन्ट दिने अनि यस्तै राम्रो चिठी हाल्ने र हाइट बढाउनलाई स्ट्रेचिङ अनि साथसाथै विभिन्न किसिमको डिकम्प्रेसनहरू हाम्रो टाइममा पुरै आवरको स्लिप हाम्रो टाइममा स्लिप फास्टिङ अनि डाइट यो सब चिज चाहिन्छ अनि मेकानिकल स्ट्रेचेस आई मिन एक्सर्साइजेस र अहिले यो सब चिज भ्याउनु चाहिँ एकदमै गाह्रो छ किनकि मैले 8 to 12 आवर्सको वर्किङ सिफ्ट पनि गरिरहेको छु ताकि मेरो पैसा आउने बाटो चाहिँ इन्क्रिज होस् भनेर अलङ विथ द्याटै फेरि त्यो सबै जोडेर अनि मैले यो यति काम पनि वर्किङ चाहिँ 8 देखि 12 घन्टा गर्ने ट्राई गरिरहेको छु गरि पनि रहेको छु के अरे पछाडिको फ्याक्ट्रीमै इम्प्लोइमेन्टको रूपमा किनकि एनीहाउ मलाई आफ्नो गोल एचिभ गर्नु छ सो इट डजन्ट म्याटर के गर्नुपर्छ के गर्नु पर्दैन